हेलो गाइस, गुड मर्निङ। आज चाहिँ सन्डे र फ्यामिली ट्रिपमा आएको छौँ। आउने चाहिँ मेरो फ्यामिली आएको छ र सिकु भाइको फ्यामिली, आमा, नानीहरू आएको छ हो। आज र्याङखोलामा चाहिँ हल्का पिकनिक हान्छ है गाइस है, हेर्दै गर्नु होला। हजुरहरूलाई माछा मारेकोहरू पनि देखाउँदैछु गाइस है। यहाँ फुल इन्जोय गरिरहेको छु गाइस। आजको फ्यामिली ट्रिप चाहिँ सन्डे मजा आएको हो। यस्तो यहाँ हाम्रो बोजू पनि हुनुहुन्छ यहाँ। हेलो मेरो बुढिया, त्यो चाहिँ के को लागि अरे? भात हाल्ने हो? भात हाल्नु लाएर पिकनिक कस्तो मजा आउँदैछ खोलामा? बिचारा परिले कराई हुँदो रहेछ हो। र खानपिन चाहिँ यहाँ पाक्दैछ अहिले। भात पाकिसकिरहेको छ हो, मासु कटिङ भइसकिरहेको छ। हल्का रमाइलो यस्तै छ। माछा चाहिँ हामीले अहिले 2 केजी जति मारिसकेको छौँ हो भाइ। मलाई हौ चाहिँ एकछिन देऊ नै। खुकुरी त छैन नि? खुकुरी मरिसकेको छ। हुन्छ लानुहोस् काकी भयो। अहिले चाहिँ गाइस हामी यहाँ र्याङखोला मातररुङचुङमा आएको छौँ। खोलामा चाहिँ यस्तो भइरहेको छ। केटाकेटीले पनि फुल इन्जोय गरिरहेको छु हो। हत्तु भएर बसिरहेको छु कसै हो। यहाँ 3 जना चाहिँ ल कस्तो मजाले यहाँनिर मजा आइरहेछ। तिमीहरूलाई सन्डेमा मजा आउँछ? सन्डे मजा लागिरहेछ गाइस। माछा फ्राईको लागि चाहिँ भाँडा पुगेन र बोजूले यहाँ केराको पत्ता छिल्दैछ। यी यस्तो हुन्छ है पिकनिक भनेको चाहिँ, यही छ मजा। बरी के फ्राई गर्नु आँटेको छ यहाँ? आलु नभन्नु न, माछा भन्नु न। आलु भनेर खतम बनायो नि अन्त। यो फ्राई हुँदैछ है गाइस। गाइस माछा पनि फ्राई भइसक्यो र अब चाहिँ हामी हल्का माछाको साथमा यहाँ हल्का ड्रिङ्किङ हुँदैछ हाम्रो है। यो बुढीहरू चाहिँ फेरि स्टिल ग्लासमा बियर खाँदैछ। खै क्र्याब क्र्याब पनि खाँदैछ नानीहरूले। नानीहरूको एकदम इन्जोय भइरहेछ। बोजूहरू सबै बसेर खाइरहेको छ हामी। पानी हाल्यौ? अब म र सिक्को भएको चाहिँ हल्का यहाँ हुँदैछ हो। ए यो हालेन? माछाको सुप पनि भइसकिएको छ यहाँ हाम्रो हो। यो चाहिँ बोइलर भाँडा कम भएर भात चाहिँ पोलिथिनमा हालेको छु गाइस है, केराको पातमा। मजा आइरहेछ। अन्त मजा आइरहेछ आज सबलाई हो। गर्नुपर्छ कहिले कहिले इन्जोय पनि। ल गाइस हल्का बितर हुन्छ खानाको। सबैजना खानाहरू मार्नुको लागि रेडी छ हामी। यो भोकले साह्रो पारेछ। दृष्टि साह्रो पारे भोकले। के रहेछ? माछाको सुप पनि त खाने हो। नैनिका पनि भोकले साह्रो पारे कमर समातिरहेछ हो। अनुरागले भात पनि समातिरहेछ। चिकन क्रिस्पी, आलु पटेटो पटेटो आलु पटेटो परे। त्यही त भन्दैछ त। आलु के परे? आलु चौचरे र चिकन ग्रेभी रहेछ है। नानीहरूले खोलाको इन्जोय पनि बहुत राम्रो गरिरहेछ सन्डेमा है। खाना कस्तो रहेछ? दामी छ सुप माछाको। र्याङखोलाको आमा दामी भइरहेछ नि। कस्तो मजाले खाइरहेछ नि यिनीहरूले। भेरी नाइस हो। अनुरागी खानाको दामी छ। चिसो भइसक्यो होला। भएको छैन? माछाको सुप कस्तो भएछ? माछाको सुप दामी भएछ भाइ। लु माछाको सुप खानु जाऊ फेरि तिम्रो 2 जना। दामी छ नि है?
स्पेसल नानीहरूकोबाट कमेन्ट आएको छ खाना दामी भएको छ र सुप पनि दामी भएको छ अरे हो आमाहरूकोबाट के छ कमेन्ट खाएको छैन यो के चट्नी हेर भन भन मसिनो टमाटर होइन घरको अर्ग्यानिक बना चुच्चा लम्बाको टमाटर पनि खाँदैछ बुढियाले हो भोक लाग्छ बोजू ठिकै छ ठिकै छ नि बढीलाई भोक लाग्यो हो ल यो चाहिँ फेरि क्रिकेटको क्रेजी हो नि त गाइस मेरो खाना पनि रेडी भएछ बुढीले पसिसकेको रहेछ हो खाना चाहिँ फेरि सिल्भरको बोलमा छ है मेरो है देख्नुभयो सुप आयो त भनिदेऊ उता पस्किँदो रहेछ फेरि अर्ग्यानिक यता छ भाइले पनि खाइरहेछ चेली बेटेर आउँदैछ तलबाट हो थाकेर हत्तु भइसक्यो अरे यिनीहरूलाई बियर खाऊ भनेको पनि खाएन हो खालि कोल्ड ड्रिङ्क्स मात्रै खान्छु भनेर आएछ है बियर किन नखाएको बियर त खानु थियो खालि कोल्ड ड्रिङ्क्स खाने साह्रै सिधा छ हाम्रो बुढियाहरू तर एकदम सिधा छ कोल्ड ड्रिङ्क्स मात्रै खान्छु भन्छ अन्त है बुढी गाइस हामी चाहिँ सन्डे पिकनिक पनि खेलेर आयौँ हो अहिले चाहिँ गाडीमा छु यहाँ म गाडी ड्राइभ गरिरहेको छु गाइस है माथि छ यहाँ अलिक अफ रोड छ त्यसले गर्दा यहाँ रोकिरहेको छु गाइस है मेरो बुढिया चाहिँ यहाँ छ केही छ भन्नु तिम्रो छैन हेर उसको फेरि ल पक्रा त फोन भन्नु नगर न ए खिच खिच साह्रो साह्रो भएर गाइस अहिले चाहिँ हाम्रो पिकनिक पनि खत्तम भयो सन्डेको हो मजा आएको र लाग्दैछ हामी चाहिँ अब आफ्नो गन्तव्यतर्फ है गाडी चाहिँ माथि छ यहाँबाट 500 मिटर माथि यहाँ चाहिँ अहिले खोलामा छ है गाइस है सबै हिँड्दैछ हो हाई भन हाई छिटो टिकट पनि आउँदैछ पछि ल गाइस हजुरलाई के कस्तो लाग्छ आजको होइन छोटो मेरो मिनी ब्लगमा सो राम्रो लाग्यो कमेन्ट गर्नुहोस् नलाग्यो पनि गर्नुहोस् होइन के कस्तो छ मेरो ब्लग हेरेर हजुरहरूले प्रतिक्रिया दिने होला है र आजको मेरो सानो ब्लगको चाहिँ यहीँ समाप्त गर्न चाहन्छु बाई बाई गाइस बाई बाई